हेलो गाइज एभ्रिवान। आज चाहिँ गाउँबाट उठ बस्तीबाट उठ भने जस्तै अब यहाँ हतियार बोकेर आइरहेको छु। म चाहिँ फेरि हतियार बोकेर चाहिँ फेरि बारीतिर आउँला हो नि फेरि। ल आज चाहिँ यसो मेरो च्यानल हेर्दै गर्नु होला, सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट गर्नुहोस् तपाईँलाई के कस्तो लाग्छ। मैले गरेको यसो पार्ट टाइम जब कस्तो छ तपाईँले हेरेर कमेन्ट गरिदिनु होला। अनि पार्ट टाइम जबमा के पुगेन, के सुधार्न पर्ने हो त्यो कुरा पनि तपाईँले भन्नु होला। हाम्रो घरको छेउमा रोपेको सिमीहरू छन्। सिमीहरूले साथ दिँदैछ हामीलाई सरार पारेर यसरी। यो चाहिँ थाङ्रा हो। यतातिर थाङ्रा हुँदै 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 जाँदाखेरि टक्क पारेर यहाँनिर यसरी यहाँ फल्दैछ है त गाइस। यहाँ चाहिँ फलिरहेछ, यी फुल खेल्दैछ। यता पनि छ, यो पनि हो, यतातिर पनि हुँदैछ। यी सरार लाएर झुन्डिएको अवस्था छ है गाइजहरू। ल हेर्नु है, यहाँ चाहिँ यसरी चट्ट पारेर यसरी काहीँ फुल खेल्दैछ भनेदेखि काहीँ झुन्डिरहेछ, काहीँ के भइरहेछ हेर्दै गर्नु होला। भिडियो कस्तो लाग्छ अनि कमेन्ट गर्नु होला। कमेन्ट गर्न चाहिँ नभुल्नु होला है त गाइस। अनि यतातिर चाहिँ धेरै थरीवटा छ। यहाँ चाहिँ फर्सी पनि छ, सिमी पनि छ, बोडी पनि छ, काँक्रा पनि छन्, यस्तै चिजहरू छन्। अब यतातिर हेर्दै गयो भने चाहिँ यो चाहिँ के होला भन्नु सोच्नुभयो भने यो चाहिँ लामा लामा बोडी है साथी हो। ल हेर्नुहोस्, खेती गर्नुहोस्, मेहनत गर्नुहोस्, एकदम तपाईँको जय जय हुन्छ। यो भुइँमा लत्रियो सारे अनि यसो मासतिर पुर्याइदिएको, यसलाई चाहिँ धेरै लामो थाङ्रा चाहिन्छ चाहिँ भन्ने कुरा बुझेँ। त्यो चाहिँ राख्नु यस्तै छ। अनि यतातिर हेर्नु भने चाहिँ काँक्रो पनि छ है, काँक्रो पनि छ। यता पनि ताम्राङ सिलिङ झुन्डिसकेको छ। त्यो चाहिँ बोडी चिचिला पनि छ अरे कता। त्यो चाहिँ बोडी हो। ल हेर्नुहोस् है गाइस, यता बोडी छ, यतातिर यो साना साना हुँदैछन्। यो काँक्रो पनि हुँदैछ। यतातिर यो बोडीहरू सबै भुइँतिर पो छ। ल गाइस अब यसलाई के पुगेन। अब हामी त अब अफिसतिर, सामान्य अफिसतिर यसो आफ्नो काममा पनि व्यस्त हुनुपर्छ। यो बिहान बेलुकाको जबमा यसरी यो बोडी पनि सबै भुइँतिर छ। अब यसलाई के गर्ने हो, यसलाई यता पनि भुइँतिरै यो लडिसकेको अवस्था छ। यसलाई पनि मैले मिलाउँदैछु, यतातिर पनि भइरहेको छ। अनि यसलाई चाहिँ हेरचाह गर्ने चाहिँ मेरो एउटा छोरो पनि छ है। एउटा छोरोले यसो साथ दिँदैछ, गर्दैछौँ। अनि यतातिर भने गोलबेडा छ, यो नजिकै हो, यता नजिकै छ। यहाँ चाहिँ हाइब्रिड फर्सी लगाएको थियो। फर्सीले त्यति उपलब्धि गरेन, यसो आफूलाई खानलाई चाहिँ भयो, तर त्यति मिठो पनि लागेन हाइब्रिड भन्ने कुरा चाहिँ। अब यतातिर चाहिँ यो के को जङ्गल भन्नु होला। यो चाहिँ फेरि यो जङ्गल चाहिँ सबै यो चाहिँ काँक्रोको झाङै झाङ छ। यो तारै तारमा गएर छ। तपाईँहरू भन्नुहुन्थ्यो नि यस्तोमा खेती गरेर के हुन्छ भनेर एकजना साथीले गल्लङलङ हाँसेको थियो। अहिले यस्तो यस्तो यो टक्क काँक्राहरू यसरी सर्लक्क निस्किसकेको छ। अब यो काँक्रा हेर्नु होला, यता पनि पुरै झाङै झाङ छ। अनि मेरा यी दुईवटा मसिना बच्चा नानी बाबा नानीहरू यहाँ हाई गरिदेऊ ल। यिनीहरूले अब बदमास पनि गरेको छैन थिएँ। अब एउटा चाहिँ अलिक बदमास छ है, बदमास छ। ल अनि हाम्रो चाहिँ यस्तै छ। अब यतातिर अब यता गोलबेडा खेती भन्ने कुरा फेरि घरको छेउमै नजिकै यो सारेको छ। यो चाहिँ अलिकति ओइरहेको छ भने यतातिर चाहिँ फेरि एउटा बोट मात्रै छ, तर यस्तो मिठो यस्तो झाङ दिइरहेछ है यसले चाहिँ। अब यसले यतातिर पनि सरार लाएर यता दाना 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 फल्न लागिसकेको अवस्था छ। यता हेर्नुलाई यतातिर पनि दाना भइसकेको छ भनेदेखि अब तरकारी खानको लागि खासै मलाई त्यति चिन्ता चाहिँ छैन। अब चाहिँ म अर्ग्यानिक तरकारी नै खाने कुरा छ मेरो। यतातिर हो भने सिमीको लहरै छन्, टन्नै छ। ल हेर्दै जानु होला। म अर्को भिडियोमा पनि फेरि तपाईँलाई देखाउने छु। हेलो एभ्रिवान, यतातिर पनि यो चाहिँ सिमी हो। यतातिर पनि सिमी चाहिँ सरार छ। अनि यसलाई चाहिँ अलिकति यता ढालिदिएको छु मैले हेर्दै जानु लागि। यहाँ पनि सिमीका पुरै झाङै झाङ हुन्। त्यो सिमीले पनि मलाई खुब साथ दिइरहेछ, हेर्दै जानु होला है त। यतातिर भने बाटो छ, बाटोको छेउसम्म चाहिँ यस्तो खालको सिमीहरू। ल है त गाइजहरू, यहाँ चाहिँ एकदमै खत्तम भइसकेको छ यहाँ हाम्रो
यो सिमी चाहिँ मेरो छोराले यहाँ गर्दैछ, यता उँभो पल्टाउँदैछ। हो त्यो अलि मासेर पल्टाउनु पऱ्यो त्यसलाई। यो पुरै सिमी हो, यो सिमी लगाएको छ। अब जग्गा त खासै धेरै त होइन, 1 रुपियाँ नै घर बनाएर यसो उब्रिया ठाउँमा गरे हो। तर यो चाहिँ फर्सीले डिस्टर्ब गरे हो कि जस्तो पनि लागेको छ। ल हेर्नुहोस् है त गाइस, यतातिर पनि यो पुरै खत्तम भएर चाहिँ यो थाङ्ग्रा नपुगेको हो कि जस्तो लाग्यो। त्यो चलाउने भएन, तिते करेलीले यहाँ गोलबाट पाकिसकेको छ। त्यो अदुवा हो, यता अदुवा पनि छ। यो चाहिँ अदुवाको पात हो। यस्तो हुन्छ भनेपछि यो गोलबाट यस्तो छ। ल तिते करेलीलाई के भएको हो भने, तिते करेलीले चाहिँ एकदमै पहेँलो भएछ। यसको के भएको होला, यो पहेँलो भइसकेको छ, पाकिसकेको छ। फलै नदिकन पाकिसक्यो। यतातिर गोलभेडा छ भनेदेखि गोलभेडा पनि अब धेरै राम्रो चाहिँ सक्लेको छैन। ल म चाहिँ अब यता मकैबारीतिर आएँ, अब हराउँछु होला। यता चाहिँ म जान्न अब।